नमस्कार साथीहरू। यो प्रकृतिले आफै सिँगारेको ठाउँमा फेरि मानिसले चाहिँ यति धेरै सुन्दर बनाइदिएको छ, यहाँ यति धेरै सिँगारेको छ। यो ठाउँमा हिँड्न डुल्न एकदमै रमाइलो लाग्दो रहेछ, मजा लाग्दो रहेछ। आज आकाश झनै खुल्ला छ, आकाश पनि आज चाहिँ एकदम खुसी भएको जस्तो देखिन्छ। र यो प्राकृतिक रूपमा यति सुन्दर ठाउँ छ, यहाँको हावापानी यति राम्रो छ, यति मिठो छ। तपाईँ पनि यो पोल्यान्डको कोलुस्की आसपास हुनुहुन्छ भने यो ठाउँ एकचोटि घुम्न आउनु होला। नजिकै छ, जङ्गलभित्र छ। यहाँका मान्छेहरू चाहिँ यति धेरै यहाँ घुम्न आउनुहुँदो रहेछ, यति धेरै डुल्न आउनुहुँदो रहेछ। यो हावापानी पनि यस्तै सुन्दर। अब यहाँ हामी नेपालबाट आउनुलाई त अलिअलि जाडै हुन्छ, तर यहाँको मान्छेहरूको लागि चाहिँ यो गर्मी सिजन रहेछ। गर्मी सिजनमा टक्क हावा खान आउने चिसो मौसममा चाहिँ नजिकै यहाँ स्विमिङ पुलहरू पनि रहेछ, यहाँनिर पौडी खेल्ने, अनि त्यसपछि त्यहाँ बालुवाहरू रहेछ, त्यहाँनिर आनन्द लडीबडी खेल्ने एकदम रमाइलो ठाउँ रहेछ। प्राकृतिक रूपमा नै यो हरियालीले गर्दा अनि यो हावापानीले गर्दाखेरि यति धेरै सुन्दर छ। यहाँ आएपछि फर्किन पनि मन नलाग्ने रहेछ। हामीलाई त फर्किनै मन लागेको छैन। हस्, थ्याङ्क यू।